सबैमा नमस्ते। म कथावाचक उज्जवल मणि उमागाई। उपन्यासकार कृष्ण धारावासीद्वारा लिखित मदन पुरस्कार प्राप्त गर्न सफल राधा उपन्यासको आज म तेस्रो भाग लिएर उपस्थित भएको छु। कृपया उपन्यास सुनेर के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। यशोदा माता निकै बेर सिरानीमा घोप्टो परेर रोइरहनु भयो। मेरा पनि आँखा भरिएर आए। ठुलो जिम्मेवारी थियो मलाई यशोदा माताको। मैले सो कुरा अक्रूरजीलाई बताएँ। उहाँ निकै गम्भीर देखिनुभयो। तथापि मैले भने जसरी भए पनि मलाई भेटाइदिनुपर्छ। उहाँले भन्नुभयो तर उनको जन्मको रहस्य उनलाई थाहा नहोस्। मैले त्यो प्रतिज्ञा स्वीकार गरेँ। साँझतिर एउटी दासीसँग अर्की केटी कोठामा पसी। कृष्ण र यिनको जन्म एकै रात भएको हो। कृष्ण र यिनको उमेरमा केही घडीको मात्र फरक छ। कृष्णको जीवन रक्षार्थ कंसका हातमा मार्नका लागि सुम्पिदिएकी यिनी जन्मदै मृत्युको षड्यन्त्रमा प्रवेश भएकी हुन्। आफू को हुँ र कहाँ छु, कोद्वारा किन पालित छु भन्ने ज्ञानबाट छलिएकी तिनलाई देखि मन साह्रै विद्वेलित भयो। यशोदा माताको गर्भमा 10 महिना हुर्किएकी यिनी, तर यिनलाई थाहा छैन यो कुरा। आहा, कति अन्धकारमा बाँचिरहेका हुन्छौँ हामी। आफूले उज्यालो साँचो सत्य देखिरहेको भोगिरहेको भनिएकै चिज वास्तवमा कति अँध्यारो र अज्ञानताले परिवेष्टित हुँदो रहेछ। अरूले देखिरहेको आफू र आफूले भोगिरहेको आफूमै कति अन्तर हुँदो रहेछ। पर टाढाबाट कसैद्वारा देखिएकी मेरो यो रूप र अवस्था नै वास्तवमा कति भ्रान्तिपूर्ण र अर्थहीन पनि हुँदो रहेछ। मैले चिताइरहेको गरिरहेको र साह्रै नै प्रतिष्ठापूर्ण ठानेको कुरा नै आखिर कतिको कालान्तिक छ। म त आफैभित्र पो हराइछु। दासीले सम्बोधन गर्दै भने, हजुर। उहाँलाई हजुरसँग भेट गराउन लिई आएँ। म झसङ्ग भएँ र छेउमै बस्न अनुरोध गरेँ अनि दासीलाई बिदा गरिदिएँ। तिनी मलाई अपरिचित आँखाले हेरिरहेकी थिइन्। निकै कौतूहल थियो तिनमा। मैले नै कुरा सुरु गरेँ। हे बहिनी एकनशा, तपाईँ मलाई चिन्नुहुन्न होला। म पनि भर्खरै तपाईँलाई देखिरहेको छु अनुहारमा। तर माता देवकी पुत्री तपाईँलाई देख्न मलाई साह्रै नै इच्छा थियो। उति टाढा ब्रजदेखि आइपुगेकी म एकपल्ट भेटौँ भनी मैले अक्रूरजीसँग अनुरोध गरेथेँ। आइदिनु भयो, खुसी लाग्यो, धन्यवाद। तिनी बिस्तारै बोलिन्, मैले हजुरका बारेमा प्रशस्तै सुनेकी छु। ब्रजमा कृष्ण र बलरामकी हजुर घनिष्ठ मित्र हुनुहुन्छ भन्ने मथुराभरि व्याप्त छ। तपाईँहरूले ब्रजमा गरेका बाललीलाहरूको चर्चाले मथुराका घर घरमा बास पाएको छ। मलाई पनि हजुरको दर्शन गर्ने इच्छा तीव्र थियो। आज मलाई यो मौका दिएर ठुलो गुण लगाउनु भएको छ। बहिनी एकनशा, मलाई तपाईँको अवस्थाप्रति चिन्ता लागेको छ। हुन त दरबारमा पालिनु भएको छ, खाना लाउनको त कुनै दुःख नहोला नै। तर आफ्ना मातापिताहरूबाट बालककालमै यसरी बिछोडिएर अर्काको दयामा झैँ पालित हुनु कति पीडापूर्ण होला म अनुमान गर्न सक्दिनँ। मेरो कुरा सुनेर तिनी भावुक तथा त्रसित भइन्। तिनले इसाराले चुप लाग्ने सङ्केत गरी ढोकासम्म गइन्। कुना कानी सबैतिर हेरविचार गरी फर्केर आइन्। भित्र पसेर ढोका पनि लगाइन्। उनको यस्तो अवस्थाले म अझ व्यथित भएँ। तिनी कतिसम्म आतंकित र त्रस्त रहेछन् भन्ने मैले त्यसैबाट अनुमान गरेँ। तिनले छेउमा आएर भनिन्, दिदी, यहाँ त राजाको विरोधमा केही बोल्नु हुँदैन, तुरुन्त प्राण सङ्कटमा पर्छ। यो दरबारका भित्ता भित्तामा राजाका कान छन्। जे बोले पनि तिनले सुन्छन्। यहाँ दिने पछि भित्रभित्रै कति दास दासीहरू मारिसकिएका र कति पुरस्कृत भइरहेका हुन्छन्। राजाको प्रिय पात्र हुने र पुरस्कार पाउने लोभमा दास दासीहरू बीचको अन्तर सङ्घर्षले आफू आफै मारिरहेका छन्। किन त्यस्तो हुन्छ? राजा कतैबाट पनि आफ्नो आलोचना सुन्न चाहँदैनन्। उनी स्वयं पनि सधैँ त्रसित छन्। आफ्नै पिता तथा बहिनी ज्वाइँलाई थुनेपछि जनता उनका पक्षमा छैनन्, तर डरले कोही बोल्न सक्दैनन्। दरबारभित्रै पनि राजाको पक्षमा मान्छेहरू छैनन्, तर खुलेर उनको विरोध गर्ने कसैको साहस छैन। राजाले सधैँ कसै न कसैलाई अनाहकमा दण्डित गरिरहेका हुन्छन्। मलाई केही छैन, तर अचेल मलाई पनि कता कता जेलको जस्तो वातावरण बनाइदिएछ। म पहिला जस्तै स्वतन्त्र छैन।
मेरा आमा बाबाले के अपराध गरे त्यो मलाई कोही बताउँदैन, तर उहाँहरू थुनामा हुनुहुन्छ भन्छन्। मलाई भेट गर्न पनि अनुमति छैन। तपाईको विश्वासिली एउटी दासी पनि छैन त? दासीहरू फेरिरहन्छन्, कसैसँग घनिष्ठ हुनै पाइँदैन। मेरो सेवाका लागि नियुक्त गरिएका दासीहरू मेरै गुप्तचरी गरिरहेझै लाग्छन्। साँच्चै दिदी, अचेल मलाई चारैतिरबाट आतंकपूर्ण वातावरणले घेरिएझै लाग्छ। बहिनी, त्यसरी निराश र हताश हुनुहुँदैन। आफू पनि चलाक हुनुपर्छ। किन आफूलाई त्यसो गरिँदैछ बुझ्नुपर्छ। बरु राजाकै प्यारो हुन खोजेर भए पनि यी कुरा पत्तो लगाउनुपर्छ। हेर्नु, म रोगी पिताको सहयोगी भई ब्रजदेखि राजा भेट्न आएकी राजाबाट पिताको उत्तराधिकारीको पदवी लिएर फर्कदैछु। साहस पो गर्नुपर्छ। सधैँ कमजोर हुने, रुने र आफ्ना पीरहरूलाई सुनाउने मात्र गरिरहे त हेपिहाल्छन् नि जसले पनि। मलाई एक नशाको अनुहार देख्नु थियो, तिनको आवाज सुन्नु थियो, तिनको स्थिति जान्नु थियो। छोटो समयमा सबै कुरा पत्ता लाग्यो। तिनी साह्रै सोझी तथा मानसिक रूपमा बन्दी जीवन भोगिरहेकी रहेछन्। तिनलाई बाहिरी संसारबारे सानो ज्ञान पनि रहेनछ। ब्रज र मथुरामा भइरहेको यत्रो ठुलो होहल्लाबारे समेत तिनलाई थोरै मात्र जानकारी रहेछ। तिनलाई त कृष्ण र बलराम तिनका दाजु हुन् भन्ने पनि थाहा रहेनछ। मलाई एक नशाको अवस्थादेखि साह्रै दया लागेर आयो। त्यसबाहेक अरू यताउताका कुरा गरी हामी छुट्टियौँ। मैले तिनलाई उपहार स्वरूप एउटा बाला दिए। तिनी भावुक भइन्। मैले भने, एक नशा, आजदेखि म तिम्रो दिदी भएँ। तिमीले मलाई दिदी मान्नु। त्यस्तो केही कुरा भए मलाई भन्नु। म तिम्रो मनको सबै पीर बाँड्न चाहन्छु। आँखाभरि आँसु पारेर मलाई निकै बेर हेरिरहन्। भनिन्, दिदी, यो दरबारमा यति धेरै मान्छे छन्, तर तिनीहरू कोही पनि मान्छे जस्ता लाग्दैनन्। तिनीहरू सबै कुनै न कुनै खास उद्देश्यका लागि निर्माण गरिएका मेसिन जस्ता छन्। संवेदना मरिसकेका तिनीहरू बालुवाको मन भएका छन्। एउटा पनि त्यस्तो साथी छैन मेरो जसलाई आफ्ना कुरा भनौँ। मैले भने, तिमीले मान्छे चिन्नुपर्छ। हेर, अक्रुजी तिमीलाई छोरी जस्तै माया गर्छन्। तिमीले अक्रुजीलाई सबै कुरा भन्नु नि। कसरी भन्नु? डर लाग्छ। एक नशाको दमित मानसिकता देखेर मलाई दया लाग्यो। तिनी हतारिँदै मसँग बिदा हुन चाहन्थिन्। मसँग कुरा गरिरहँदा पनि भित्र कतै डराइरहेकी थिइन्। उनी गए पनि म धेरै बेरसम्म टोलाइरहेँ। यस्तो साह्रो पराश्रय र दमित भएर कसरी बाँच्नु? दरबार भन्दा त ब्रजकै जङ्गल ठिक, यमुनाकै बगर ठिक छ। जे भए पनि यशोदाको इच्छा पूर्ण गर्न सकेकोमा मन हलुका भयो, खुसी भएँ। मथुरामा मलाई केही दिन अरू बस्न मन थियो। राजालाई भेटेर कर बुझाएपछि र आफ्ना कुरा भनेपछि मन हलुङ्गो भएको थियो। जे चिताएको थियो त्यही पुगेपछि एक किसिमको युद्ध पो जितिए झैँ लाग्न थाल्यो। मलाई मथुरा नगरको भ्रमण गर्न तथा त्यहाँको जीवनबारे केही अध्ययन गर्ने इच्छा थियो। खास गरी राजधानीको व्यवस्थापन तथा सुरक्षा स्थिति बुझ्ने इच्छा थियो। त्यसै भएर भोलिपल्ट बिहान पूजापाठ सकेपछि मैले अक्रुजीसँग आफ्नो विचार राखेँ। मेरो प्रस्ताव तुरुन्त नकार्दै उहाँले भन्नुभयो, हेर राधा, तिम्रो यो विचार उत्तम विचार हो। तिमी जत्तिकी चलाख र जिम्मेवार केटीले यस्तो सोच्नु जायज हो। तर अहिले मथुरा र यहाँका राजासँग तुरुन्त विश्वास गर्न सकिने अवस्था छैन। राजाको विचार छिनछिनमा बदलिन्छ। राजाका सल्लाहकारहरू पनि एकदमै घटिया स्तरका छन्। हुन त मैले तिमीलाई भन्न नमिल्ने हो, तर तिमी मेरी छोरी समान छौ। तिम्रो सुरक्षाको जिम्मेवारी मलाई नैतिक तथा व्यवहारिक दुवै कारणले छ। तिम्रो रूप तथा निर्भीकताले राजा ज्यादै प्रभावित भएका छन्। तिमीप्रति राजाको यो झुक्काव तिम्रो अहितमा पनि हुन सक्छ। राजाले तिमीमाथि कुदृष्टि पनि राख्न सक्छन्। राधा, कंसले आफ्नो जीवनकालमा राम्रो मूल्यवान कुनै वस्तु पनि अर्काको हुन दिएका छैनन्। तिम्रो अहिलेको यो रूप, उमेर र क्षमताले कंसलाई बहकाउन सक्छ। तसर्थ तिमी मथुरामा केही दिन होइन, अब एक क्षण पनि बस्नु उपयुक्त छैन। मैले तिम्रो विदाईको सम्पूर्ण बन्दोबस्त मिलाइदिएको छु। तिम्रो पूर्ण सुरक्षाका लागि ब्रजसम्म नै सुरक्षा बल तिम्रो साथ हुनेछ। बाटो लागिहाल।
अक्रुजीका कुरा सुनेर म डरले भित्रभित्रै काम्न थालिसकेकी थिएँ। कति बेला ब्रज पुगौँ भन्ने मात्र मनमा लाग्न थाल्यो। वास्तवमा म एउटा खतरनाक हिंस्रक पशुको पन्जाभित्र थिएँ। त्यसले नङ्ग्र्याएको थिएन, तर जति बेला पनि चाहेमा नङ्ग्र्याउन सक्थ्यो। तपाईहरू सुन्दै हुनुहुन्छ मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास राधा, जसलाई उपन्यासकार कृष्ण धारावासीले लेखेका हुन्। पढ्दा पढ्दै साधुबाबा रोकिए। निकै बल गरेर अक्षर चिन्न खोजे, तर के भएर हो उनले हातमा भएको प्लेटका अक्षरहरू पढ्न सकेनन्। एकदम केरमेट भएको अवस्थामा रहेछ त्यो प्लेट। त्यसपछि लगातार 5वटा अरू प्लेटहरू पनि पढ्न सकिने अवस्थामा थिएनन्। सुन्दा सुन्दै बिचैमा अड्किएकाले श्रोताहरूमा एक किसिमको छटपटी देखिन थाल्यो। मानिसहरू छटपटाएर यताउता हिँड्न थाले। कोही उठेर अलि पर गएर चुरोट बिँडी सल्काउन थाले। घर व्यवहार वस्तुभाव सबै बिर्सिएकाहरू पनि सम्झन थाले। महिलाहरू मन नलागी उठ्न जमजमाउन थाले। बेलुकातिरको समय पनि छिप्पिँदै जाँदै थियो। एउटा सहयोगी बाकसबाट प्लेट झिक्दै गम्छाले पुस्दै सघाइरहेका थिए। उनले नबुझिएका प्लेटहरू एक छेउमा मिलाएर खप्टिएर राखे। निकै बेरको विश्रामपछि साधु फेरि पढ्न लाग्दा केही युवकहरूले प्रस्ताव राखे, गुरुजी एकछिन अरू विश्राम गरौँ, अब चाँडै यो पढेर सकिएला जस्तो छैन। यो सुन्न थालेपछि छोड्न मन पनि छैन, यसलाई छोड्न पनि भएन। त्यसैले आज रातभरिमा भए पनि यो सुन्नु पर्ला। अब एकछिन हामी सबै मिलेर रातिका लागि बत्ती, माइक, तम्बु तथा खानाको बन्दोबस्तमा लाग्छौँ। 2 घण्टा यसलाई स्थगन गरौँ। केटाहरूको कुरालाई प्रजीय टिकाराम अर्यालले समर्थन गर्दै भन्नुभयो, भाइहरूको विचार अत्यन्तै राम्रो छ। यसलाई जथाभावी छाड्न मिल्दैन। खोल्नै नहुने खोलियो, सुन्न थालिहाल्यौँ। यो हाम्रो भाग्य पनि रहेछ, तर अब यसलाई लगातार पढेर सक्नै पर्छ। रातको सुरक्षा प्रबन्ध तथा अन्य आवश्यक सुविधाको व्यवस्था गर्न एक क्षण वाचन रोक्नु राम्रै प्रस्ताव छ। हामी पनि केही समय कार्यालय पुगेर आउँ होइन त खड्काजी? उहाँले एसएसपी शिवकुमार खड्कासँग भन्नुभयो। यो प्रस्तावले सबैभन्दा खुसी भए महिलाहरू। उनीहरूलाई बेलुकाको कामले बोलाउन थालेको थियो। 2 घण्टाको विश्रामले सबैलाई मद्दत पुग्ने भयो। वाचन स्थगित भयो। चिन्तामणी दाई, लोकराज, हुमागाई, तीर्थहरू पनि उठेर जमजमाए। उनीहरूले पनि समाचार फ्याक्स गर्ने मौका पाए। त्यहाँ बसेका पुरुष चटपटाउनेवाला थिएनन्। बसी बसी सुनिरहेका कथामाथि अनेकौं विमर्शहरू हुन थाले। लेखनाथ र म अलमलमा पर्यौं। हिँडौँ भने त्यस्ता कुरा छोडेर कसरी हिँड्नु? बसौँ भने घरमा पनि केही बताएको थिएन। सरसल्लाहपछि काठमाडौँका लागि समाचार फ्याक्स गर्न भद्रपुर जान लागेका साथीहरूलाई घरमा फोन गर्ने जिम्मा दिई बस्ने निर्णय गर्यौं। बस्ने त भयौं, तर त्यो गाउँमा खाने पो कहाँ? तर हाम्रो खाने समस्याको पनि एकैछिनमा समाधान भयो। भद्रपुरकै गैर सरकारी संस्था नागार्जुन बहुद्देश्य विकास परिषदले त्यस रात त्यहाँ बस्ने सम्पूर्ण श्रोताहरूलाई खानाको व्यवस्था गर्ने भयो। हामी ढुक्क भएर आङ तन्काउँदै उत्खनन क्षेत्र वरिपरि भ्रमण गर्न लाग्यौं। हामी साह्रै अचम्मित भएका थियौं। त्यो ठाउँमा त्यस रूपमा भेटिएको बाकस र त्यसभित्रको कथाले हामी चकित भयौं। एउटा अनौठो पुराणको उत्खनन भइरहेको थियो त्यो बाकसमा। अहिलेसम्म पाइएका पुराणहरूको कथासँग पटक्कै नमिल्ने कथा विकसित भएको थियो। राधा आफैले लेखेको यस कथामा सत्यताको अंश बढी भए जस्तो लाग्यो हामीलाई। कथा अघि बढिरहेकाले टुङ्गोमा पुग्ने कुरा त थिएन, तर सुनिए जतिले नै पनि कथा अर्कै दिशातिर गइरहेको थियो। जब कृष्ण र बलराम अक्रुजीको रथमा चढेर मथुरा जानुपर्नेमा भूमिगत भए, कथाले यहाँदेखि अर्को रूप लियो। कंसको वध नै नयाँ ढङ्गले हुने लक्षण देखियो। घुम्दै हामी फेरि एउटा मानव झुण्डमा पुग्यौं। त्यहाँ पनि त्यही कथाका विषयमा चर्चा भइरहेको थियो। कोही भनिरहेका थियो, व्यासजीले कथा लेखिरहँदा निर्ममतापूर्वक छोडिएको पात्र राधाले यहाँ आएर व्यासजीलाई सङ्कटमा हुलिछन्। जुन पात्रलाई उनले खासै महत्त्व दिएनन्, तर त्यही पात्रले गरिरहेको यत्रो महत्त्वपूर्ण काम त पुराणले पचाइदिएको रहेछ नि। कृष्ण र बलरामलाई तिलक्ष्मी, जादुगरी, अय्यारी जस्तो बनाएर कथा लेख्ने व्यासलाई अब यो पुस्तक कुनै दिन प्रकाशित भए सङ्कट पर्ने भयो। व्यासलाई के सङ्कट पर्नु? तिनी अब भए पो। किन र अष्टचिरञ्जीवी भनी चिनिएका मध्ये व्यासजी पनि एक हुन् नि। कतै कुनै रूपमा बाँचेकी हुन पनि त सक्छन्। यस कथामा सुशीला भन्ने त भिलेन पसेकी रहेछ नि अघि।
सबैजना हाँसे गलल्ल। अब भेला रमाइलोतिर मोडियो। अर्कोले भन्यो, राधाभन्दा धेरै चालु रहेछ सुशीला। ओरनठेउला केटाहरूको जमात थियो त्यो। हामीले त्यस जमातलाई पनि छोड्यौँ। धेरैजसो मानिसहरू साधु बाबालाई नै घेरेर बसिरहेका थिए। साधु बाबा पनि एकदम प्रसन्न चित्तले प्रस्तुत भइरहेका थिए। साधु बाबाको अनुहार हेर्दा लाग्थ्यो तिनी जीवनमा पहिलोपल्ट यति प्रसन्न हुन पाएका हुन्। उनको अनुहारको कोस रमाइरहे झैँ लाग्थ्यो। उनी बोलिरहेका थिए, सत्य एउटै हुँदैन कहिल्यै। सत्यहरू छिनछिनमा बदलिरहन्छन्। देखेको सत्य, सुनेको सत्य र भोगेको सत्यमा सधैँ फरक हुन्छ। आफ्ना ठाउँमा ती सबै सत्य भएर पनि एकअर्कामा बाजिएका हुन्छन्। अस्तित्वमा आएको प्रत्येक वस्तुको प्रथम शर्त रहन्छ उसको त्यहाँ हुनुको सत्यबोध। ऊ छ यो सन्देश प्रसारण गर्नु उसको प्रथम कर्तव्य पनि। ऊ हुनु नै प्रथम सत्य हो। तर उसको बोध, चेत र अनुभूतिको एकल उपस्थिति अर्काको निम्ति मिथ्याबोध पनि हुन सक्छ। बुझ्नुपर्ने कुरा छ, वस्तु वा व्यक्तिको हुनुलाई हुनुबाट भएकाहरूमा सत्य फरक पर्दै जान्छ। यस कथामा पनि हामीले बुझिआएको सत्य भत्किएको देखिरहेछौँ। पढिआएको कथा भत्किरहेको छ। यो भत्किएको तर हामीले बनाएकै गलत भएकाले भन्ने प्रमाणित गरिरहेछ कथाले। आफूले बुझेको सत्य पनि बुझाएको चेतको सीमासम्मको हुनाले छिनछिनमा यो फरक पर्दै जान्छ। झन् इतिहास र पुराण त धेरै परको वा टाढाको कुरा हो। साधु बाबा साधारण व्यक्ति होइनन् भन्ने कुरा प्रमाणित भइसकेको थियो। तर यी को हुन्, यहाँ कसरी आइपुगे भन्ने अर्को रहस्य पनि हुर्कदै थियो। अनेक अनुमानहरू हुन थालेका थिए मानिसहरू बीच। कोही भन्थे यी मान्छे सुभाष चन्द्र बोस हुनुपर्छ। भारतको स्वतन्त्रताको आन्दोलनमा हराएका सुभाष चन्द्र बोसका बारेमा अनेक किम्वदन्ती छन्। अर्को भन्यो, कहाँ सुभाष चन्द्र बोस त खप्तड बाबा पो हो भन्छन् त, तिनी त मरि पनि सके। कोही भन्थ्यो यी मान्छे कि विदेशी गुप्तचर हुन् कि सरकारी गुप्तचर। आफ्ना अनुमानहरू प्रसारण भइरहेका थिए। त्यहाँ केही युवाहरू माइक जडान गर्न लागे, तम्बु र बत्तीको प्रबन्ध मिलाउन लागे। मनमा त्यसै एक किसिमको हर्क लागिरहेको थियो। जीवनमा साह्रै महत्त्वपूर्ण कुरा प्राप्त हुन लागेको अनुभव भइरहेको थियो। लेखनाथले भन्यो, हेर केटा, यो कथाले सारा पूर्व मान्यताहरू भत्काउने भयो। व्यासजीका अनुमानहरू खस्ने भए। हुन त विघटनको सिलसिला हाम्रो पूर्वीय आध्यात्म साहित्यमा साह्रै दह्रो भएर बसेको छ। शिवपुराणमा वर्णित सत्यदेवीको आत्मदाहको कथाले विघटनको सबैभन्दा शक्तिशाली मिथको निर्माण गर्छ। प्रेमले सम्पूर्ण ज्ञानलाई कसरी छोप्छ भन्ने एउटा शक्तिशाली उदाहरण छ यो कथा। कसरी, मैले सोधेँ। उसले भन्यो, सृष्टिको आदिपुरुष मानिन्छ पुराणमा शिवजीलाई। ब्रह्मा र विष्णु भन्दा पनि पुरातन परिस्थिति छ शिवको यहाँ। स्वयं सृष्टिकर्ता रहेका शिवलाई शरीरको नश्वरता र क्षणिकताको ज्ञान नहुने भन्ने कुरै हुँदैन। तर सत्यदेवीले मानवीय अहमका लागि आफूलाई जित्न नसकी यज्ञकुण्डमा हाम फाली आत्मदाह गर्दाको मृत शरीर बोकी शिवजीले संसार भ्रमण गरे। मरेकी पत्नीको शरीरको मोहमा डुबेको शिवको त्यो अवस्था भनेको प्रेमद्वारा ढाडिएको ज्ञानको कारुणिक स्थिति हो। अन्धता लीला त्यो त हो, मैले भने। उसले थप्यो, अनि कुहिएको सत्यदेवीको लासबाट ठाउँ ठाउँमा अङ्गपतन हुँदै झर्दै गयो र ती स्थानमा तीर्थ बन्यो भन्ने कथा छ। सत्यदेवीको शरीरको विघटनबाट अर्कातिर तीर्थहरूको निर्माण भएको मिथक छ। विनिर्माणको यो एउटा सुन्दर उदाहरण देख्छु म त। शिवको शिवत्वको विनिर्माण भई प्रेमको अमरत्वको स्थापना भयो। सत्यदेवीको एक एक अङ्गपतनले आस्थाको अनेक मन्दिर बन्यो। हामी यस्तै गम्भीर विमर्शहरू गर्दै यताउति घुमिरह्यौँ। समाचार फ्याक्स गर्न भद्रपुर गएका पत्रकार साथीहरू पनि फर्केर आए। उनीहरूले खबर ल्याए, बाटामा सयौं मानिसहरू यतैतिर आउँदैछन्। चारैतिर हल्ला फैलिसक्यो। कञ्चनजङ्घा एफएमले यो समाचार प्रसारण गरेपछि छेउछाउका मानिसहरू जहाँ जहाँ थिए त्यहीँबाट हातको काम छोडी यतैतिर कुदिरहेका देख्यौँ बाटामा। आज राति यहाँ साह्रै भिड हुन्छ जस्तो छ। हामीले सिडिओ साहबलाई खबर गरेका छौँ। उहाँले राम्रो सुरक्षाको व्यवस्था गर्छु भन्नुभएको छ। नभन्दै बिस्तारै मानिसहरूको भिड पहाडमा भएको वर्षाले बिरिङमा आएको बाढी चाहिँ देखियो। मन्दिर परिसर खचाखच भयो। उत्खनन स्थलतिर जान मनाही थियो। मानिसहरू मन्दिर पछाडिको खाली जमिनतिर जतासुकै बस्न थाले। स्वयंसेवकहरूले केही अरू साउन्ड बक्सको व्यवस्था गरे। पछि आएका मानिसहरूमा एकदमै कौतूहल थियो। प्राय सबैजना साधु बाबालाई हेर्न चाहन्थे।
बिहानको भन्दा पनि पसलहरू बढेका थिए। त्यहाँ आगोसित मेला लागिरहेको थियो। मानिसहरूलाई खान समस्या थिएन। जाँड रक्सीको भने पूर्ण प्रतिबन्ध लागेको थियो। कथा सुरु नहुन्जेल त्यहाँ उपस्थित मानिसहरू विभिन्न झुण्ड बनाई भजन गाउन थालेका थिए। कतै साई भजन, कतै सन्तोषी भजन, कतै कृष्ण आदिको भजन प्रारम्भ भएको थियो। समाजमा रहेको विभिन्न धार्मिक सम्प्रदायहरू आफ्नो प्रचारमा जुटिसकेका थिए। तथापि कृष्ण र राधालाई हेर्ने दृष्टिकोण त्यहाँ खजमजिएको थियो। भागवतले सजाएका कृष्ण केही अनावृत हुँदै थिए। सर्वशक्तिमान देवता, चमत्कारी आदिका रूपमा उभिएका कृष्ण साधारण मान्छे जस्तो लाग्न थालेको थिए। कृष्ण भक्तहरूलाई यो राधाको कुरा नमिले जस्तो बोध हुँदै थियो। जे होस्, एक किसिमको कौतूहल र अन्योल परेका थिए उपस्थित अधिकांश मानिसहरू। बत्ती, माइक र पालको पूर्ण प्रबन्ध भइसक्दा साँझको 7 बजिसकेको थियो। मन्दिरमा साँझको आरती सुरु भयो। आरतीमा सम्पूर्ण उपस्थितिहरूले भाग लिए। बाबाजीलाई फलफुल तथा दुधको प्रबन्ध गराइयो। धेरैजसो मानिसहरू खाएर आएका रहेछन्। बिहानदेखि नै त्यहाँ उपस्थित टाढाका मान्छेहरूका लागि खानाको प्रबन्ध भएछ। पालै पालो खाना खाँदै मानिसहरू आएर श्रवण स्थलमा पलेटी कसेर बस्न लागे। दिउँसैदेखि व्यवस्था गरिएको पत्रकार परिसरमा गएर बस्यौँ हामी पनि। माइकमा घन्किरहेको भजन बन्द गरी कसैले सम्बोधन गर्यो। आदरणीय जनसमुदाय, आज एकाएक हामी यस ठाउँमा अव्यवस्थित ढङ्गले उपस्थित भएका छौँ। यो अव्यवस्थाभित्रैबाट एउटा व्यवस्था बनाउनु परेको छ। एउटा आश्चर्यजनक उपलब्धि प्राप्त भएको छ हामी महेशपुर पृथ्वीनगरवासीलाई। हजारौं वर्ष पुरानो समाजको जिउँदो तस्बिर प्राप्त भएको छ। गर्व गरौँ, यसलाई हामी पहिलोपल्ट सुन्ने सौभाग्य पाएका छौँ। अपरिचित साधु बाबा हाम्रा मार्गदर्शक हुनुभएको छ। उहाँसँग पनि परिचय हुने नै छ भविष्यमा। आज रातभरि हामी यहीँ बसी कथा सुन्नेछौँ। उब्रिएको समय भजन कीर्तनमा बिताउनेछौँ। यहाँ कुनै डर छैन, हामी पूर्ण रूपले सुरक्षित छौँ। उनको सम्बोधनलाई सबैले ताली पिटेर स्वागत गरे। बिस्तारै माउथपिस बाबाको अगाडि लगेर व्यवस्थित गरियो। मानिसहरू चुपचाप सास रोकेर बसेजे लाग्थे। बाबाले आफ्नो पाठ पूर्ण प्रारम्भ गरे। पिताजीको निधनले सारा ब्रजवासीहरू शोकाकुल थिए। ब्रजका एउटा संरक्षकको निधन भएको सबैले महसुस गरेका थिए। चन्द्रभानुले साह्रै बिलाप गरे। यस्ता महान मान्छेलाई मैले अनाहकमा चित्त दुखाएँ भन्ने उनको रुवाई थियो। वास्तवमा चन्द्रभानुमा साह्रै अचम्मको परिवर्तन आएको थियो। ससाना कुरामा न्युह खोजेर वाद विवाद खडा गर्ने, तुरुन्त प्रतिक्रिया व्यक्त गर्ने, गाउँलाई नै तनावग्रस्त बनाउने उनको स्वभावमा अचम्मकै परिवर्तन आएको थियो। अचेल उनी गाउँका एक राम्रा अभिभावक जस्ता भएका थिए। शोक व्यक्त गर्न सारा ब्रज उल्टियो। मथुराबाट अक्रुजी पनि आउनु भएको थियो। उहाँका साथमा राजाका केही मानिसहरू पनि थिए, जसले गाउँमा पसेर त्यहाँको वातावरण बुझेका थिए। जे भए पनि ब्रज अब यस्तो ठाउँ बनिसकेको थियो जहाँ कंसको समर्थक कोही थिएन। सबैको एकमत हुँदा पनि ठाउँ सुरक्षित हुँदो रहेछ। कंसलाई भेटेर फर्किएको केही दिनपछि गर्गजीसँग म पनि यमुना किनारमा जङ्गलहरूमा भ्रमण गर्न लागे। त्यहाँ मेरा धेरै साथीहरूसँग भेट भयो। ब्रज बाहिरबाट, मथुरातिरबाट युवाहरू आएका रहेछन्। तालिमका लागि अयोध्या र हस्तिनापुरबाट केही प्रशिक्षकहरू आएका रहेछन्। जङ्गल त गाउँ जस्तो लाग्यो मलाई। सांसारिक र व्यक्तिगत समस्याहरूबाट मुक्त बनी एउटै उद्देश्यका लागि लड्ने मर्ने तयारीमा जुटेका युवा जमातहरूलाई देखेर छाती दह्रो भएर आयो। गौरव लाग्यो, गर्व लाग्यो। आफू पनि त्यही भिडमा मिसिहाल्नु जस्तो उत्सर्गित भावनाले एक क्षण गाँज्यो पनि। तेस्रो तालिम केन्द्रमा सुशीलासँग भेट भयो। ऊ मलाई अँगालो हालेर साह्रै नराम्ररी रोई। बिछोडको यो लामो समयलाई त्यसले एकचोटि रोएर पखाल्न खोजी। सुशीलाको म प्रतिको प्रेम भाव देखेर उसप्रति यदा कता मभित्र उत्पन्न हुने शङ्का पूर्णतः निर्वारण भयो। ऊ त एउटा महान समर्पण भावले त्यहाँ आएकी रहेछ। प्रायश्चितको ठुलो व्रतमा रहेछ त्यो। सुशीलाले भनी, राधा हेर,
आज म यस जङ्गलमा यो कठोर यात्रामा यस कारण छु कि मैले तलाई र यशोदा मातालाई साह्रै गहिरो चोट पुर्याएको छु। म नारी भएर पनि मैले नारीको सम्मान गर्न सकिनँ। साह्रै नै सानो स्वार्थका अघि मैले आफूलाई ठुलो बनाएर उभिन खोज्दा यस्तो भयो। म त्यो सारा पाप पखाल्न चाहन्छु। यो महान यज्ञमा हाम फालेर मेरो तँप्रतिको मित्रताको महान उदाहरण हुनेछ यो। ती सब कुरा बिर्सी सुशीला, ती धेरै पुराना भइसके। हामी अब धेरै ओर आइसकेका छौँ। हामीमाथि भविष्यको महान जिम्मेवारी छ। मैले कंसलाई भेटेर आएँ। त्यो कृष्णको ज्यानकी दुश्मन छ। त्यसलाई कसैले सम्झाउन सक्दैन। कृष्णको नाम सुन्नसाथ त्यो कालका मुखमा परे चाहिँ छटपटाउँदो रहेछ। प्राणको मोहले त्यसलाई अनेक अत्याचार गराइरहेको छ। मैले मथुराबाट धेरै कुरा बुझेर आएँ। कंससँग युद्ध हुन्छ र यो टर्दैन। युद्ध घमासान हुन्छ। त्यसका लागि हाम्रो सैनिक तयारी अत्यन्तै व्यवस्थित र आधुनिक हुनुपर्छ। तर मलाई लाग्छ कंसलाई जित्न गाह्रो छैन, किनकि कंस एउटा नैतिकहीन क्रूर तानाशाह हो। जनता उदेखि वाक्क भएका छन्। उसका पिताजीको शान्त सत्ता देखे भोगेकाहरू कंसको डरले नबोले पनि मनमा उसका विरोधी नै छन्। कंसका सेना पनि बाध्यताको लडाईँ मात्र लडिरहेका छन्। मनैदेखि यस युद्धमा तिनीहरू सामेल हुँदैनन्। युद्ध साँच्चै चर्कियो भने तिनीहरूले चाँडै नै आत्मसमर्पण गर्नेछन्। मलाई यस्तो लाग्यो मथुराका घर घरमा कृष्ण र बलरामको चर्चा छ। मेरो कुरा सुनेर सुशीला झन् प्रसन्न र उत्साहित भई। सुशीलासँग कुरा गरिरहेका बेला पनि मलाई आफैदेखि अचम्म लागिरहेको थियो। हामी एकाएक कसरी बुढा भयौँ र यस्ता ठुला कुरा गर्ने भयौँ। सोचिरहेकी थिएँ ठुला कुराहरू बिर्सिएर केही रमाइला क्षणहरू पनि चिताउन मन थियो। तर कुरै कुरामा फेरि हामी पुगिहाल्यौँ त्यही वर्तमान समस्यामा। सुशीला पनि अब एक पूर्ण सैनिक बनिसकेकी थिए। त्यसको शरीर जवानी चढेकी सुन्दर युवतीको जस्तो कोमल र आकर्षक थिएन। कसिएको गाँठिएको शरीर थियो। हात पाखुरा सब लोग्ने मान्छेका जस्ता कसिएका थिए। बलि र साहसी पनि थिए त्यो। तर त्यसले नारी सुलभ सुन्दरता गुमाएकी थिए। त्यसले हिजोको प्रेममय चञ्चलता रसिकता गुमाएकी थिए। कृष्ण बारेमा कुरा गर्यौँ हामीले, तर कृष्णको प्रेमी व्यक्तित्वको चर्चा फेरि आएन हाम्रो संवादमा। त्यहाँ त कृष्णको बहादुरी, योद्धा व्यक्तित्व र उनको चलाक बुद्धिमान स्वभावको कुरा भयो। कृष्णको चर्चा गरेर मनमा उत्पन्न हुने प्रेम भावभन्दा एउटा बहादुर विचार खडा भयो। मलाई पनि अचम्म लाग्यो। कृष्णको स्मरण गर्न साथ लल्याक लुलुक हुने शरीर त कता कता डरो र साहसी पो अनुभूत भयो। सुशीलालाई नभेटुन्जेल उसप्रति मभित्र उत्पन्न हुने सबै विचारहरू अब समाप्त भएका थिए। उसले भनेकी थिए तालिम केन्द्रमा निकै अघि एकपल्ट कृष्ण आइपुगेका थिए। तिनी 2 दिन जति बसेर सबैलाई युद्धबारे प्रशिक्षण दिएर गए। तर त्यो 2 दिनलाई कृष्णले यो एकहोरो युद्धीय मनस्थितिबाट मुक्त गरेका थिए। नाचगान भएको थियो। सानो सानो रासनृत्यको आयोजना गरेका थियौँ। हामीले त्यस रात यी सारा दुःखहरूलाई बिर्सिएर अर्कै आनन्द अनुभव गर्यौँ। उनले मलाई एकान्तमा लगेर धेरै कुराहरू भने। तिम्रा बारेमा उनी साह्रै चिन्तित छन्। केही नभए पनि महिनामा एकपल्ट तिमीसँग भेट गर्ने उनले वचन दिएका थिए रे। त्यो वचन पुरा हुन नसकेकोमा दुखी थिए। तर त्यही बसेर उनले तिमीलाई, नन्द बाबालाई र यशोदा मातालाई छुट्टा छुट्टै पत्र लेखेका थिए। त्यो दिन उनले मलाई मन खोलेरै भने उनी तिमीप्रति ज्यादै प्रेमालु छन्। रात दिन तिम्रो स्मरण गर्छन्। तिमीलाई नै आफ्नो प्रेरणाको स्रोत मान्छन्। भन्थे यो युद्ध जितियो भने राधासँग म सदा सदा साथ रहनेछु। पछिल्लो पल्टको भेटमा सुशीलाले सुनाएको यस कुराले मेरो शरीर रुवाझै हलुङ्गो भयो। सारा मनका शङ्का पीरहरू समन भए। हिँड्ने बेलामा सुशीला फेरि रुन थाली। अघिसम्म त्यति कठोर देखिएकी थियो, फेरि पहिलाकै जस्तो भावुक र कमजोर भई भनी, राधा, युद्ध मैदानमा छु। मर्ने बाँच्ने ठेकान छैन। भविष्यमा भेट होला नहोला मेरो कारणबाट तिम्रो मनमा लागेका सबै चोटलाई बिर्सिदिनु। मलाई क्षमा गर्नु र कृष्णलाई तिमीले कहिले नबिर्सिनु। तिम्रो मनमा कृष्ण बाहेक अरू कसैले बाँच्न पाउन्। तिम्रो मन र आँखाबाट हेर्न पाऊँ म पनि कृष्णलाई। म बाँचे पनि मरे पनि कृष्ण तिम्रै हुन् राधा, तिम्रो मात्र।
त्यसका आँखाबाट आँसुको भल बग्यो। मैले पनि आफूलाई रोक्न सकिनँ। पिताजीको निधनले आमालाई साह्रै ठुलो चोट परेको थियो। वैधव्यको निरस जीवन प्रारम्भ भएको थियो उहाँको। पिताजीबाट एकैछिन पनि अलग नभई यति लामो दाम्पत्य जीवन व्यतीत गरेकी उहाँलाई एकाएकको यो वियोग कहाली लाग्दो थियो। पक्षघात भएर सुतिरहे पनि सधैँ पिताजीकै छेउमा बसेर समय बिताउने बानी भएको थियो उहाँलाई। तर अब उहाँको एकान्त साथी कोही थिएन। ख्याल ख्यालमै मलाई व्यवहारिकताले नराम्ररी थिच्न थाल्यो। पिताजीका सबै बोझ मेरो शिरमा आएर थुप्रिए। मैले आमालाई समय दिन भ्याउन छोडे। कहिलेकाहीँ पीर मान्दै भन्नुहुन्थ्यो, नानी तँलाई एकाएक यत्रो व्यवहारले थिच्यो, यो खाउँ खाउँ लाउँ लाउँ भन्ने बेलामा त छिप्पिएको लोग्ने मान्छे जस्ती हुन पुगिस् बाबु। आमाको कुरा म बुझ्थेँ। म हाँसेर सहज हुन खोजेर टारिदिन्थेँ। गर्गजी मार्फत म निरन्तर खर्च पठाइरहन्थेँ सुशीलाहरूलाई। अब मैले सम्पत्ति खर्च गर्न पिताजीको स्वीकृति लिनु पर्दैन थियो। आमाले मलाई पूर्ण रूपमा छोडिदिनु भएको थियो। मलाई भने सम्पत्तिको खासै लोभ थिएन। कृष्ण नै मेरो सर्वस्व थिए। तिनी रहे म रहने, तिनी नरहे म नरहने भावुकताले भने मलाई छोडेको थिएन। कृष्णको जितका निम्ति सारा सम्पत्ति खर्चिन मलाई लोभ थिएन। खास गरी कृष्णहरूलाई हात हतियार जम्मा गर्नका लागि धनको आवश्यकता थियो। मथुरा र ब्रजका जङ्गलहरू हात हतियारका कारखानामा परिणत भएका थिए। तर एउटा अचम्म के थियो भने त्यत्रो युद्धको तयारी गरिरहँदा पनि कंसलाई भने त्यसको सुईको सम्म थिएन। कंसको जागिर खाएर कृष्णको काम गर्नेहरू मथुरामा असंख्य भइसकेका थिए। खास गरी अकुरजीको योगदान थियो त्यसमा। एक दिन कृष्ण आउलान् भनेरै यत्रो लामो अत्याचार खपेथे मथुरावासीले भने। पिताजीको निधनमा शोक व्यक्त गर्न आउँदा उहाँले भन्नुभएको थियो मसँग। त्यस बेला अकुरजीले एउटा अर्को रहस्य पनि खोल्नु भएको थियो। सरकारी सेनाभित्र फुट आइसकेको र नगरवासीहरू कृष्णको स्वागतका लागि आतुर रहेको। जे होस्, युद्ध एकपक्षीय रूपमा तयारीको अवस्थामा पुगेको थियो। मलाई युद्ध अघि कृष्णसँग एकपल्ट मात्र भए पनि भेट गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। तर त्यो सम्भव भएन। एक दिन एक अपरिचित युवक एउटा चिठी लिएर आयो कृष्णको। ब्रजमा अब पहिला जस्तो अप्ठ्यारो र शङ्का गर्नुपर्ने अवस्था थिएन। चिठीमा कृष्णले थोरै कुरा लेखेका थिए र त्यसमा भनेका थिए, अब केही दिनभित्रै युद्धको प्रारम्भ हुन्छ। मथुराका गाउँहरू कब्जा गर्दै सहरतिर पस्ने योजना छ। युद्ध धेरै लामो नहुने र केही दिनमै त्यो समाप्त हुने सङ्केत गरिएको थियो पत्रमा। युद्ध सुरु हुने भनेपछि मनमा नमिठो डर पलाएर आयो। युद्ध गर्छु भन्नु, युद्धका बारेमा चर्चा गर्नु, युद्धका लागि योजना बनाउनु रमाइलो र मानसिक आनन्दको कुरा रहेछ। तर साँच्चै नै युद्धको थालनी गर्नु भनेको मृत्युको मुखमा जानाजानी फाल हाल्नु हो। कोही न कोहीको मृत्यु निश्चित हुनु हो युद्ध हुनु भनेको। र यस युद्धमा मेरा धेरै प्रिय मान्छेहरू सक्रिय रूपले भाग लिइरहेका थिए। उसले गर्गजीका नाममा पनि एउटा चिठी ल्याएको थियो। त्यो चिठी मै पुर्याइदिन्छु भन्दा उसले मानेन। केही विशेष कुरा गर्नु थियो सायद उसले। मैले उसलाई गर्गजीसँग भेट गराइदिएँ। उनीहरू बीच के कुरा भएर कृष्णले गर्गजीलाई पत्रमा के लेखेका थिए मलाई थाहा भएन। कृष्णको चिठी लिएर आएको मान्छे गएपछि गर्गजी मलाई भेट्न आउनुभयो। यसपालि उहाँ स्वयं हाम्रोमा आउनु भएको थियो। काम पर्दा सधैँ मलाई नै बोलाउने उहाँले यसपालि आफै कष्ट गर्नु भएको थियो। गर्गजीलाई आफ्नो घरमा आएको देखेर आमा अत्यन्तै खुसी भए पनि अलि आत्तिनु भएको थियो। उहाँले गर्गजीको स्वागतका लागि हतार हतार मान्छे खटाउनु भयो। तर गर्गजी साह्रै छोटो समय लिएर आउनु भएको थियो। उहाँलाई हामीले विशेष सत्कार गर्न भ्याएनौँ। सधैँ गर्गजी मसँग एकान्तमा सरसल्लाह गर्नुहुन्थ्यो। तर यसपालि उहाँले आमासँगै राखेर मसँग कुरा गर्नुभयो। उहाँले भन्नुभयो, देवी कलावती, तपाईहरूले अन्याय र अत्याचार विरुद्ध लडिरहेका युवाहरूको सहयोगका लागि बालिके राधाको माध्यमबाट जुन सहयोग गर्नुभएको छ, यो महान सहयोग भएको छ। कृष्णले यस कुरालाई साह्रै महत्त्वका साथ लिएका छन्। उनले पत्रमा लेखेका छन्, तपाईहरूको यस महान सहयोगका लागि उनको तर्फबाट तपाईहरूलाई धन्यवाद दिउँ।
मथुरामा युद्ध सुरु भइसकेको छ। लडाकुहरू जङ्गलबाट निस्केर गाउँ कब्जा गर्दै बिस्तारै नगरतिर बढिरहेका छन्। तर अहिलेसम्म युद्धका नाममा कसैलाई मार्नु परेको छैन। गाउँ गाउँ नै हर्षित भई कृष्णका सेनाहरूलाई स्वागत सत्कार गरिरहेका छन्। उनीहरू प्राय सबैको एउटै मत छ, कंसका सेनाहरूबाट हुने अत्याचार र शोषणले ती विरक्त भएका थिए। कंसको यो गरुङ्गो शासनबाट मुक्तिका लागि आएका कृष्ण उनीहरूका मनका राजा हुन्। हात हतियारधारी सेनालाई गाउँलेहरू फूलमाला मिष्टान्न आदिले स्वागत गर्दै नगरतिर पठाइरहेका छन्। मथुरालाई चारैतिरबाट विद्रोही सेनाहरूले घेरिरहेका छन्। कंसका सेना पनि सानोतिनो भिडन्तपछि कृष्णकै सेनामा सम्मिलित हुँदै नगरतिर बढिरहेका छन्। कंस एकदमै हताश र आत्तिएको छ। त्यसले आत्तिएर सानोतिनो न्युमा आफ्नै सेनालाई मृत्युदण्ड दिन थालेको छ। कृष्णको सेनामा सम्मिलित हुने उसका सेनाका परिवारहरूलाई अत्यन्तै कष्ट दिन थालेको छ। यो युद्धको आतंकले ग्रसित कंसले जेलमा थुनेर राखिएका वासुदेव र देवकी राजा उग्रसेनलाई भेटेर उनीहरूलाई प्राणको धम्की दिन थालेको छ। कंसमा देखा परेको यो हताश मानसिकताले पनि युद्धको विजय धेरै टाढा छैन भन्ने बोध हुन थालेको छ। सबैभन्दा सन्तोषको कुरा त के छ भने साह्रै थोरै जनविनाशमै यो युद्ध जित्न सकिने सम्भावना छ। कंसको मूर्खताको दण्ड उसको सेनाका रूपमा सेवारत एक साधारण पुरुषले किन पाउने? युद्ध त दुई विशेष व्यक्तिहरूको अहम र प्रतिष्ठा बीच भइरहेको हुन्छ, तर त्यसमा मर्नेहरू हुन्छन् निर्दोष र असम्बन्धित जनसाधारणहरू। केही क्षण मौन रहेपछि फेरि बोले, राधा, मलाई कृष्णले मथुरा पुग्ने आदेश दिएका छन्। अब केही दिनभित्रै उनीहरू मथुरा नगर प्रवेश गर्नेछन्। त्योभन्दा अघि नै मलाई मथुरा पुग्न अनुरोध प्राप्त भएको छ। त्यसैले हिँड्ने बेलामा तिमीसँग भेटु र केही सल्लाह पनि गरौँ भनी आए। ख्यालमै हामी युद्धमा नराम्रो गरी फसिसक्यौं। अब यो युद्धको छिनोफानो नभएसम्म हामी उम्किन पाउँदैनौं। हामी बिना हतियार लडिरहेका खतरनाक योद्धा हौं, जसले कंसको पक्षमा उभिएर कृष्णलाई मद्दत गरिरहेका छौं। विश्वासघात जस्तो खतरनाक हतियार युद्धमा अरू कुनै हुन सक्दैन। हामी नदेखिने गुप्त विश्वासघाती दिव्यास्त्र हौं, जसको मार प्रहार भइरहेछ कंसमाथि। स्वयं अकुरुजी मन्त्री भएर पनि कंसको छाती फुटेको देख्न लालायित छन्। तर युद्धको निर्णय युद्धबाटै हुन्छ। सानातिना गल्तीहरू युद्धमा प्राणघातक हुन्छन्। जितिसकेको युद्ध हारिन्छ। त्यसैले ज्यादै आत्मविश्वास पनि पराजयको कारण बन्न सक्छ। जित्दा जित्दै नराम्रो गरी बहादुरहरूले हार्ने गर्छन्। युद्धमा जालझेल, षड्यन्त्र, धोकाहरू युद्धका महत्त्वपूर्ण अस्त्र हुन्। तिनको प्रयोग कसले कसरी गर्छ त्यसमा युद्धको निर्णय आधारित छ। कंस पनि लाटो छैन, उसँग पनि अनेक प्रकारका बुद्धिहरू सक्रिय छन्। त्यसैले कृष्णले मलाई मथुरा पुगी कंसको नजिकमा उसको शुभचिन्तक र सल्लाहकारका रूपमा काम गर्न पठाएका छन्। मैले मथुरामा गएर कंसलाई उसको बहादुरीको तारिफ गर्दै प्रशंसा गर्दै कमजोर र शक्तिहीन बनाउनु पर्नेछ। मानिसको शक्ति कमजोर पार्ने अर्को मूल हतियार हो उसको तारिफ र प्रशंसा। प्रशंसाले मानिसको शक्तिशाली पाखुराहरूलाई पनि शिथिल पार्छ। प्रसन्नता, खुसी र आत्मसन्तुष्टिको भाव युद्ध विरोधी हुन्छ। आत्म सुखको भावले विचार, शरीर र सोचमा शिथिलता ल्याउँछ। युद्धकालमा शत्रु पक्षलाई उसको बहादुरी, शासन र महानताको चर्चा गरी लक्ष्यबाट विचलित गराउन सके आधा युद्ध जितिन्छ। मलाई त्यही कार्यका लागि कृष्णले मथुरा पठाएका छन्। बोलिसकेर गर्गजी धेरै बेर मौन हुनुभयो। आमा एकोहोरो भएर उहाँको कुरा सुनिरहनु भएको थियो। मसँग पनि गर्गजीलाई भन्नै पर्ने केही कुरा थिएनन्। मन एकदम अस्थिर र चञ्चल भएको थियो। युद्ध सुरु भइसकेकाले त्यसको परिणामपट्टि ध्यान केन्द्रित हुन थालेको थियो। यात्रामा हिँडिरहेको वाहनको गति जस्तो थियो मन। भरिएको पूर्ण घडा जस्तो केही थप्नु थिएन आफूमा, भन्नु पनि केही रहेनछ मनमा। तर गर्गजीको अनुहार केही चिन्तित जस्तो हुँदै गयो। उहाँको मौनतासँग त्यस्ता ज्ञानी तापस पुरुष जसको अनुहार सम्पूर्ण रूपमा दारी जुगाले ढाकेको छ, निधारमा मांसपेशी र आँखाको हेराइले मात्र पनि चिन्ताको घनघोर अँध्यारोमा डुबे झैं बोध भयो। एकाएक गर्गजीमा देखा परेको त्यस परिवर्तित रूपले मनमा चिसो पस्यो। केही सोधिहाल्ने साहस पनि भएन। मौनता लम्बिँदै गयो। आमा उठेर बाहिर निस्कनु भयो। आमाको अनुपस्थितिमा मैले साहसपूर्ण सोधेँ, गुरु, अरू पनि केही आदेश छ कि मलाई?
ऋषि बोल्नु भएन। उहाँले गोजीबाट एउटा चिठी निकालेर मेरो हातमा राखिदिनु भयो। थरथर काम्दै गरेको हातले मैले त्यो चिठी समातेर बिस्तारै खोल्दै पढ्न थालेँ। चिठीमा कृष्णकै अक्षर थिए। केही दिन अघि मात्र कृष्णले मलाई लेखेको चिठी त्यही नजिकै छँदै थियो। फेरि यो अर्को चिठी तुरुन्तै किन आयो होला? कृष्णका अक्षर देखेपछि मनमा खुसी र डर दुवै पलायो। पढ्न थाले। राधा, मनमा जति नै भावुकता र संवेदनशीलताको ज्वार उठे पनि अहिले त्यसको बसमा पर्ने बेला छैन। अहिले हामी युद्धभूमिको मध्यमा आइपुगेका छौँ। यस बेला हामीले आफ्नो प्रमुख भूमिकालाई बिर्स्यौँ भने तत्काल हाम्रो विनाश हुन्छ। युद्ध भनेको हतियारले होइन, आत्मविश्वासले जितिने कला हो। युद्धकालमा आत्मा कमजोर पार्ने कयौं घटनाहरू घटित हुन्छन्। ती सबैलाई नदेखेर थाहा नपाएर अघि बढिरहनुपर्छ। कृत्रिम कठोरताको अभिनय गरिरहनुपर्छ युद्धकालमा। अहिले म त्यसको अभ्यास गरिरहेको छु। युद्ध हामीले सोचे जस्तो सजिलो भएन। कंसका सेना हाम्रो सेनाभन्दा कति धेरै छन् संख्यामा, तर ती दक्ष पनि छन्। व्यवस्थित युद्ध अभ्यास गरिरहेका तिनीहरूका अघि हाम्रो छोटो तालिम प्राप्त सेना आम्ने सामने युद्धमा सजिलै परास्त भइरहेका छन्। जति जति हामी नगरतिर बढ्दैछौँ त्यति त्यति क्षतिको मात्रा बढिरहेको छ। दुर्गम गाउँहरू हाम्रो कब्जामा रहे पनि र भावनात्मक रूपमा तिनीहरूले हामीलाई समर्थन गरे पनि त्यो जनबल हामीलाई चाहिने सैनिक बल बन्न सकेन। हामीले सोचेको शैलीले युद्ध नहुने रहेछ। अब युद्धको शैली परिवर्तन गर्नुपर्ने भयो। त्यसैले गर्गजीलाई कंसको दरबारमा उनको शिवचिन्तकको हैसियतले जान अनुरोध गरेको छु। उहाँले बारम्बार कंसलाई गलत व्याख्या र उच्च प्रशंसा गरी आत्मकेन्द्रित बनाउन मद्दत गर्नुहुनेछ। अब हामी कंसका सेनासँग आम्ने सामने युद्धमा सामेल हुँदैनौँ। हामी झुक्काएर छापामार युद्ध प्रारम्भ गर्नेछौँ। हाम्रा धेरैजसो साथीहरूलाई सर्वसाधारणको भेषमा नगरमा प्रवेश गराइरहेका छौँ। कंसका सेनालाई परास्त गर्दै कंससम्म पुग्नु हामीलाई असम्भव रहेछ। अब झुक्काएर दरबारमै प्रवेश गर्नुपर्ने नयाँ चाल सुरु भएको छ। बलराम दादा र म पनि भेष बदलेर नगर प्रवेश गर्न लागेका छौँ। 2 दिनपछि हामी मथुरा नगरमा हुनेछौँ। राधा, तिमीले यी सबै कुरा मिलाएर मातापितालाई सुनाउनु। उहाँहरूलाई चिन्तित हुन नदिनु। माता रोहिणीको पनि ख्याल गर्नु। हाम्रो यस युद्धमा तिम्रो मोर्चा त्यही हो। ब्रजलाई सम्हालेर बस। सुन्दर अक्षरमा लेखिएको यो चिठीले मलाई भित्रभित्रै अनौठो खलबली मचायो। गर्गजीले भनेका भन्दा यसभित्र केही भिन्नै कुराहरू थिए। मैले गर्गजीको अनुहार हेरेँ। उहाँले मलाई इसारा गर्दै उदो पनि पढ भन्नुभयो। पत्रको अर्को पृष्ठ फर्काएँ। राधा, तिमी मसँग नरिसाऊ, चित्त नदुख। यसमा मेरो दोष छ। मेरो स्वार्थका लागि, मेरो सुरक्षाका लागि यत्रा मानिसहरू युद्धमा होमिएका छन्। म प्रतिको उनीहरूको प्रेमले आज यो अवस्था आएको छ। अरूलाई आफूप्रति आकर्षित गर्ने मेरो जालमा परेरै उनीहरू मलाई यति धेरै माया गर्न लागेका हुन्। मेरो माया उनीहरूका लागि कष्टकर हुन पुगेको छ। आफूलाई बलिदान दिएर, आफूलाई मारेर पनि मलाई बचाउन चाहने उनीहरूको महानताको म कसरी कदर गरौँ? तर जतिसुकै कठोर भए पनि, जतिसुकै बुद्धिवादी भए पनि, जति नै निष्प्रिय देखिन खोजे पनि यो मनले आफ्नो स्वभाव त्याग्न सक्दैन। त्यो कोमलता र भावुकता विहीन बन्न सक्दैन। म यो युद्धभूमिमा पनि पल पल रोइरहेछु। भित्रभित्रै वियोगको पीडाले ग्रसित भइरहेको छु। आफन्तहरूलाई गुमाएर युद्धमा झन बल मिल्दो रहेछ, झन शहादतको भावना पलाउँदो रहेछ। आफू समाप्त हुन सकिन, तर नहार्न मन हुँदो रहेछ। मैले सुशीलालाई बारम्बार युद्धमा सक्रिय भएर नआउन भनेको थिएँ। यो कष्टकर जीवनमा प्रवेश नगर, राधासँग बसेर मलाई सघाउ भनेको थिएँ। तर उनले आफ्नो जिद्दी छाडिनन्। तपाईँले युद्ध लडिरहँदा म कसरी चुपचाप बस्न सक्छु? तपाईँ बिनाको संसार मलाई के काम? म यस महान यात्रामा हेलिन्छु। ब्रजको एकान्तमा तपाईँलाई सम्झँदै रोइरहनु भन्दा यस युद्धोन्मुख सेनामा रहेर काम गरिरहँदा तपाईँको सम्झना पनि कम हुने र यदा कदा भेट पनि भइरहने हुन्छ भन्दै तिनले मलाई सधैँ परास्त गरिरहन्। मैले सुशीलासँग स्पष्ट भनेको थिएँ, सुशीला,
म तिमीहरू सबैको प्रिय भए पनि राधा मेरी सम्पूर्ण हुन्। म राधा बाहेक तिमीहरूको अन्तिम प्रेमी बन्न सक्दिन। यद्यपि तिमीहरू सबै मेरा घनिष्ठ साथीहरू हौ, तर तिमीहरूलाई मबाट अन्तिम प्राप्तिको जुन इच्छा गर्छौ त्यो त राधासँग मात्र छ। उसले भनेकी थिए, मलाई त्यो थाहा छ। मैले त्यही कुरा नबुझेका कारण ब्रजमा त्यत्रो अन्यथा भयो। म मेरो त्यही गल्तीको प्रायश्चित गर्न पनि यस युद्धमा सामेल भएकी छु। मलाई तिमीले केही दिनु पर्दैन, केवल एउटी असल साथी मात्र मान्यौ भने पनि मलाई पुग्छ। कृष्णको घनिष्ठ मित्रका रूपमा दुनियाँले चिने भने मेरो इच्छा पूर्ण हुन्छ। तिमी जुन हदसम्म राधालाई माया दिन्छौ त्यही हदसम्म मलाई मित्रता देऊ। सुशीलाका कुराले म थाकेको थिएँ राधा। मैले उसलाई कसै गरी यो जङ्गलबाट घर फर्काउन सकिनँ। अचम्मसँग उसले तालीमा दक्षता हासिल गरी तरबार चलाउन, धनुबाण चलाउन, उफ्रन, कुद्न उसले अरू युवकहरूले भन्दा चाँडो सिकी। दक्षताकै आधारमा सुशीला त्यो समूहकी नायक बनेकी थिए। ब्रजबाट मथुरा प्रवेश गर्दै सुशीलाको समूह अघि बढिरहेको थियो। गाउँहरू सजिलै कब्जा पर्दै जाँदै थिए। ब्रजबाट मथुरा जाने बाटो त्यही भएकाले ब्रजवासीहरूसँग मथुराका ती गाउँलेहरूका सम्बन्ध यसै पनि राम्रो थियो। त्यसमा पनि कंसको शासनले आजित भएका र बलराम दाई र मेरो जन्मकथा सुनि आश्चर्यचकित भएका उनीहरू उल्टै सुशीलाहरूसँग ध्यानपूर्वक हाम्रो बारेमा सोधेर आनन्द लिन्थे रे। युद्धमा विजय भावको उन्माद पराजयको कारण बन्छ राधा। त्यति लामो सैद्धान्तिक युद्ध ज्ञान नभएका हाम्रा साथीहरू ठाउँ ठाउँमा कंसका सेनाका घेरामा पर्दै मर्दै पनि गइरहेका छन्। तर धेरैजसोसँग घेरा तोडेर भाग्ने कला भएकाले बाँचिरहेका पनि छन्। तर दुःखको कुरा, सुशीलाहरूले कंसका सेनाको घेरा तोड्न सकेनन्। उनीहरू धेरै समयसम्म लडिरहे र शहादत प्राप्त गरे। राधा, यो चिठी लेखिरहँदा मेरा हात कामेका छन्। मन अत्यन्तै भावुक भएको छ। यो पत्र पढेपछि तिमीमा कस्तो प्रतिक्रिया हुन्छ भन्ने सोचेरै म मनमा नै लल्याक लुर्क पनि बनेको छु। तर सहनुपर्छ, हामीले सहनै पर्छ राधा, बाँच्नेहरूले। सुशीलाले यो महान युद्धमा आफूलाई बलिदान दिएर नारी जातिको इतिहासमा एक वीरङ्गनाको रेखा खिचेकी छ। उसको वीरताको सम्मान गरौँ। युद्ध जितिएछ भने सुशीलाको स्मृतिमा हामी भेला भएर सँगै रोऔँला। राधा, तिमीलाई एउटा अर्को कठोर जिम्मेदारी पनि छ। यो खबर तिमीले नै उनको परिवारमा पुर्याइदिनु पर्यो र श्रद्धेय माता पिताहरूलाई सम्झाउनु पर्यो। ब्रजका सबै गोप गोपीहरूमा पर्ने यो शोकबाट तिमीले मुक्त दिनु पर्यो। प्यारी राधा, तिम्रो जिम्मामा मेरो केही महत्त्वपूर्ण कामहरू छन् जसलाई पूरा गरिदेऊ। तिमी मार्फत म आफूलाई ब्रजमा उभ्याइरहन चाहन्छु। पत्र पढ्दा पढ्दै मेरा आँखाबाट तप तप आँसु चुहिन थाले। मैले वरिपरि केही देखिन। आँसु पुछेर शिर उठाएर हेरे। गर्गजी आफ्नो ठाउँमा हुनुहुन्न थियो। एकैछिनमा हतारिँदै आमा भित्र पस्दै बोल्नुभयो, राधा, गुरुजी त रिसाएझै नबोली सरासर जानुभयो। तिमीले केही दुर्वाच्य पो बोल्यौ कि के हो? मैले आँखा उठाएर हेरेँ। मेरो अनुहार देखेर आमा विचलित हुनुभयो। उहाँ केही बोल्न सक्नु भएन। आमाको अनुहार अनौठो ढङ्गले डराएको र तर्सिएको जस्तो देखेँ। म केही बोल्न नसक्ने भएकी थिएँ। निकै बेरसम्म चुपचाप आँसु बगाइरहेपछि मैले टाउको उठाएर आमालाई हेरेँ। आमा एकदमै अन्यलग्रस्त मुद्रामा हुनुहुन्थ्यो। मैले उहाँलाई मुखले केही भन्ने आँट गरिन। हातमा भएको पत्र नै उहाँलाई दिएँ। सारा ब्रजभरि कोलाहल मचियो। सुशीलाको मृत्युको खबरले ब्रज शोकमग्न भयो। चन्द्रभानुको आँगनमा ब्रजका सबै मानिसहरू उर्लिएका थिए। सुशीलाकी आमाको अवस्था एकदमै चिन्ताग्रस्त थियो। खबर सुनेदेखि नै चेत गुमाएकी तिनलाई होसमा ल्याउन वैद्यहरू जुटिरहेका थिए। चन्द्रभानु एकहोरो कतै हेरेर टोलाइरहेका देखिन्थे। त्यहाँ कसैले कसैलाई सम्झाउने अवस्था थिएन।
हाम्रा सखीहरू सबै एकै ठाउँ गाँठो परेर रोइरहेका थिए। मेरो लागि यो एउटा परीक्षाको घडी थियो। मैले डरोचित्त भए कि बुद्धिमान जस्ती बनाउनु परेको थियो आफूलाई। सबैलाई भेला पारेर फेरि एकपल्ट कृष्णले पठाएको पत्र उच्च स्वरले पढेर सुनाए। पत्र समाप्त भइसकेपछि पनि मैले आफ्नो वक्तव्य नरोकेर बोलिरहन थालेँ। जीवनलाई हामीले कसरी हेर्ने, जीवनको उपयोग कसरी गर्ने भन्ने कुराको निर्णय गर्न सक्नुपर्छ। जन्मनु साधारण जीवनको जस्तो एक अवधि बाँचेर फुस्स मर्नु कि आफू यस धरतीमा जन्मनुको एउटा महान सन्देश दुनियाँलाई प्रसारण गर्दै मर्नु, के गर्नु? मलाई लाग्छ सुशीलाको मरण महान भएको छ। हामीलाई उसको माया छ। हामी उसलाई बिर्सन सक्दैनौँ र अब त झन् कहिले बिर्सन सक्दैनौँ। उसले एउटा अत्यास लाग्दो अत्याचार विरुद्ध सङ्घर्ष गर्दै आफूलाई बलिदानी गरेकी छ। जबसम्म यस युद्धको चर्चा चलिरहनेछ तबसम्म सुशीलाको यो बलिदानको पनि स्मरण भइरहनेछ। मथुरामा भइरहेको युद्धमा हामी प्रत्येकले सामेल हुनुपर्ने हो, सक्दा नसक्दा पनि मनले धनले सहयोग गर्नुपर्ने हो। ब्रजले त यस युद्धमा रुनै हुँदैन। यत्रो महान युद्धमा ब्रजकी छोरीले आफूलाई बलिदान गरेकी छ। हामी किन रुने? हामीले गर्व गर्नुपर्छ। सुशीला कसैकी पत्नी भएर परम्परागत सन्तान जन्माउँदै एक वृद्ध महिला भएर मर्ने थिए, व्रता भए। तर आज चाँडै मरेर उसले कहिले नमर्ने मार्ग समाती। आमा बुबाहरू, हामी सबै तपाईँहरूका छोरी हौँ। सुशीलाले गर्ने कर्तव्य हामी पूरा गर्नेछौँ। नरुनुहोस् तपाईँहरू। मेरो यो वक्तव्यले धेरैजसोले आँखाका आँसु पुछे, तर सुशीलाका मातापितालाई मेरो कुराले छोएको थिएन। चन्द्रभानु छोरी भनेपछि हुरुक्क हुन्थे। सुशीलाका हरेक इच्छाहरू पूरा गर्न उनी हतारिन्थे। बाबु छोरीको त्यो मित्रता उदाहरणीय थियो। छोरीप्रतिको उनको त्यो अन्धो मायाले नै सुशीलाको भनाइमा लागेर उनले ब्रजमा केही काल अघि बवण्डर मचाएका थिए। बिस्तारै सुशीलाको मृत्युको पीडा शमन हुँदै जाँदै थियो। म प्रत्येक दिन बिहानै सुशीला कहाँ पुगेर दिनभरि बस्दै त्यहाँको वातावरण सहज बनाउन प्रयत्न गर्थेँ। शोक व्यक्त गर्न आउनेहरूका बीचमा बसेर म युद्धको वर्णन गर्थेँ। मानिसहरूको दिमागमा मृत्यु शोक भन्दा पनि विजयको भाव उतार्न खोज्थे। यो युद्धमा आफूले भाग लिन नपाएको पीडा जनजनको मनमा उमार्न प्रयत्न गर्थे। समयसँग मनको घाउ पनि पुरिँदै गयो। सुशीलाको घर पनि सामान्य अवस्थामा फर्किँदै थियो। एक दिन बिहानै सुने चन्द्रभानु राति नै उठेर मथुरातर्फ लागेछन्। छोरीको बहादुरीको प्रशंसा गर्दै युद्ध नजिती नफर्किने गरी उनी बाटो लागेछन्। पत्नीले कति नै रोक्दा पनि ती रोकिएनछन्।